रेमनले बल सिधै अगाडि निरज कार्कीलाई यहाँ उत्कृष्ट गोल निकै नै सुन्दर गोल गरेका छन् निरज कार्कीले आफ्नो टिमका लागि र यो सँगसँगै पहिलो हाफमा 1-0 को अग्रता बगान युथ क्लबलाई जसका लागि निरज कार्की निकै नै सुन्दर गोल गरेका छन् त्यहाँ खमिर गिल्सन कन्दङवाको पासलाई सही सदुपयोग गरे त्यहाँ निरज कार्कीले र यो फाइनल भिडन्तमा निकै नै रोमाञ्चक भइरहेको छ अहिले भने स्टुडु र श्याम मुर्मु दुईजना खेलाडीहरू रहेका छन् स्टुडुको यो प्रहार क्रसबारदेखि माथिबाट बाहिर जान पुग्यो बारम्बार पाइरहेको अवसरहरूलाई शीर्ष सही सदुपयोग गर्न सकिरहेको छैन राजगढ एफसी बियालो युवा क्लबको आयोजनामा भइरहेको यो प्रथम संस्करणको अर्पण लिम्बू स्मृति कप 2083 छापाको भद्रपुर 1 गाउँबाट देखाइरहेका छन् यहाँ फल गर्ने खेलाडी चोटिल देखिन्छन् श्याम मुर्मु त्यो निकै नै राम्रो प्रहार थियो रिमोन्स भएको प्रहारलाई पुनः गोलमा कन्भर्ट गरेका छन् त्यहाँ रोमन भुजेलले खमिर गिल्सन कन्दङवाको त्यो प्रहार उत्कृष्ट ब्लक थियो त्यहाँ गोलरक्षकबाट तर रिबाउन्ड भएको बललाई सिधै रोमन भुजेलले जाली चुमाउन सफल भए त्यहाँ टुमेन वाल सेट गरेको छ बगान युथ क्लबले हेमन लिम्बू र रोमन भुजेल छन् त्यहाँ विशाल थिङ साहिल दिमागको र यो सँगसँगै खेलमा कमब्याक गरेको छ राजगढ एफसीले विशाल थिङको त्यो फ्री किकलाई सिधा हेड मार्फत बललाई जाली चुमाउँदै साहिल दिमालले गोलको खाता खोलेका छन् र अहिले भने खेलमा कमब्याक गर्ने सङ्केत गरेको छ यहाँ राजगढ एफसीले बल अगाडि खेलिदिएका छन् विशाललाई बल पोजिसन लो त्यहाँ खमिर गिल्सन कन्दङवा निकै नै राम्रो बचाउ र अहिले भने सम्भवतः गोल भइसकेको छ र गोलको सङ्केत गरिसकेका छन् र 3-1 को अग्रता सिधै फ्रेममा पार्दै 3-1 को अग्रता बनाउन सफल भएको छ बगान युथ क्लब